हेलो गाइस, बुना दिमिनेचा सालुट जेफास कस्तो हुनुहुन्छ तपाईहरु? मलाई लाग्छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। यो चाहिँ हाम्रो दोस्रो भिडियो रहेको छ। अहिले अगाडिको भिडियो मैले बुकारेस्टको वेयरहाउसको बारेमा तपाईहरुलाई केही बताएको थिए, केही कुराहरु जानकारी गराएको थिए। यदि तपाईहरु पनि जबको खोजीमा हुनुहुन्छ, काम चेन्ज गर्न चाहनुहुन्छ, तपाई रोमानियामा हुनुहुन्छ, तपाई बुकारेस्टमा हुनुहुन्छ, तपाईसँग रिलिज पेपर छ, तपाईसँग टीआरसी छ र तपाई जब चेन्ज गर्न चाहनुहुन्छ र फ्याक्ट्री वर्कर अर वेयरहाउस वर्करमा तपाई एप्लाई गर्न चाहनुहुन्छ भने तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अहिलेको वेदरको बारेमा एकदम चिसो वेदर छ र जाडो पनि त्यति नै जाडो छ। अब केही समय, केही महिना यो डिसेम्बरतिर हिउँ पनि यता ज्यादै हिउँ पनि पर्ने सम्भावना हामी देखिरहेको छौँ। तपाईहरुलाई म यो वेयरहाउस देखाइरहेको छु। यो वेयरहाउस एकदमै ठुलो वेयरहाउस छ, तपाईले देख्न सक्नुहुन्छ। बिहानै म यस्तो जाडोमा तपाईहरुको लागि यो भिडियोहरु तयार गरिरहेको छु। देख्न सक्नुहुन्छ तपाईले यो ठुलो वेयरहाउस छ। केही नभए नि धेरै गाडीहरु पनि यो सामान पिक गर्नको लागि, सामान उठाउनको लागि र कम्पनीहरुले धेरै कन्ट्याक्ट गरेको गाडीहरु पनि आउँदैछ। र यो लोकेसन भन्नुपर्दा तपाई ठ्याक्कै यो बुकारेस्टमा छ। बुकारेस्टमा तपाईले यो ठाउँमा चाहिँ तपाईहरुले धेरै वेयरहाउसहरु पाउन सक्नुहुन्छ। यो मात्रै नभएर अन्य इन्डस्ट्रियल एरिया भएको कारणले तपाईले धेरै वेयरहाउसहरु यहाँ पाउनुहुन्छ। तपाईले एप्लाई गर्न सक्नुहुन्छ यदि तपाईसँग इनफ डकुमेन्ट्सहरु छ। मैले अघि नै भने डकुमेन्ट्सको बारेमा, यदि तपाईसँग टीआरसी छ, यदि तपाईसँग रिलिज पेपर छ, यदि तपाई काम चेन्ज गर्न चाहनुहुन्छ अथवा यदि तपाई वेयरहाउस जबको खोजीमा हुनुहुन्छ भने पनि तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। यहाँ चाहिँ काम कस्तो हुन्छ भने यो चाहिँ एउटा फ्याक्ट्री वेयरहाउस हो र यहाँ चाहिँ तपाईले यो भित्र चाहिँ तपाईले धेरै सामानहरु आएको हुन्छ र त्यो सामानहरु चाहिँ सर्टेन कम्पनीहरुले अर्डर गरेको हुन्छ र तपाईले पिक गर्नुपर्ने हुन्छ, तपाईले प्याकिङ गर्नुपर्ने हुन्छ, तपाईले लेबलिङ गर्नुपर्ने हुन्छ र तपाईहरुले त्यो बिलहरु बनाएर चाहिँ रेडी गर्नुपर्ने हुन्छ। र आफ्नो कामहरु छ। यहाँ क्लिनिङहरुको काम पनि हुन्छ। यहाँ सबै तपाईहरुको सर्टेन जब्स, सर्टेन क्याटेगोरिजहरु छुट्याएको हुन्छ र तपाई क्लिनरमा पनि काम गर्न सक्नुहुन्छ। तपाईले यो ठाउँमा तपाईले वेयरहाउस गुड्स ह्यान्डलरको पनि काम गर्न सक्नुहुन्छ र भेरियस क्याटेगोरीमा तपाईले चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ अहिले भर्खर हाम्रो यहाँ कम्पनीको लागि केही स्टाफहरु गाडीमा यसरी आउँछ र they are ready for work. So I think this is sufficient for today. So if you wanna know further, please let me know. Salute, la rivedere, goodbye.